चाहिँ भनिरहेको छु 4 गतेसम्म मैले चाहिँ राजनीतिमा आउने कुरा सोचेको थिएन। यो संसदको के अरे यो संसदको यो चुनावमा चाहिँ भाग लिने मैले 4 गतेसम्म सोचेको थिएन। सबैलाई म हुँदैन भनेकै हो। अब किन 4 गते सोचे मैले भन्दाखेरि त्यसको कहानी बताउँछु। तपाईहरुले राम्रोसँग ध्यान दिएर सुन्नु होला र कुरा बुझ्नु होला। 4 गते अचानक के भयो भन्ने कुरा। मन्त्री भएपछि मैले 2 महिनासम्म के प्रयास गरेँ भने नेपालको शिक्षामा सुधारको लागि नयाँ कदमहरू चाल्न प्रयास गरेँ। मन्त्री भएपछि मैले नेपालभरिबाट 77 जिल्लाबाट शिक्षकहरूको विश्वविद्यालयहरूको क्याम्पसहरूको सिटिबिटीको भोकेसनल ट्रेनिङ प्रोग्रामहरूको बारेमा जनताहरूले मलाई गुनासो गर्न थाले। फोनबाट गुनासो के गर्यो भन्दाखेरि त्यहाँ भएको बेस्थिति अस्तव्यस्तताको बारेमा चाहिँ सर्वसाधारणले फोन गर्न थाले। शिक्षकहरूले पनि फोन गर्न थाले, अभिभावकहरूले फोन गर्न थाले, विद्यार्थीहरूले फोन गर्न थाले कि हाम्रो विद्यालयमा, हाम्रो शिक्षालयमा, हाम्रो चाहिँ क्याम्पसमा यस्तो यस्तो किसिमको बेस्थितिहरू छ भन्ने कुराहरूको चाहिँ एउटा ठुलो फोनको चाहिँ लड्को नै लाग्यो। अनि त्यही कुराहरूलाई यस्तो किसिमको समस्याहरूलाई कसरी गर्ने भनेर मैले विज्ञ साथीहरूसँग सरसल्लाह गर्दाखेरि, युनिभर्सिटीका विज्ञ साथीहरूसँग सरसल्लाह गर्दाखेरि, स्कुल तहका विद्यालय तहका शिक्षक साथीहरूसँग सरसल्लाह गर्दाखेरि र भोकेसनल ट्रेनिङका विज्ञ साथीहरूसँग सरसल्लाह गर्दाखेरि के थाहा पाएँ भने ऐन कानुन र केही नियमावलीहरूमा परिवर्तन नगरिकन चाहिँ यो चाहिँ सुधार गर्न गाह्रो रहेछ। किनभने त्यो जुन ऐन कानुन छ, नियमावलीहरू छ, कार्यविधि छ, मापदण्डहरू छ, त्यसैलाई टेकेर चाहिँ विभिन्न किसिमको बेस्थिति हुँदो रहेछ भन्ने कुरो मैले थाहा पाएँ। र त्यसलाई चाहिँ सुधार गर्नको लागि मैले विषयहरूको टोली बनाइदिएँ। विश्वविद्यालयलाई कसरी सुधार गर्ने भन्ने विज्ञहरूको, विश्वविद्यालयकै प्रोफेसरहरूको, भिसीहरूको चाहिँ मैले टोली बनाइदिएँ। उनीहरूले काम गरे, उनीहरूसँग काम गरेँ। मैले विद्यालय शिक्षक कसरी सुधार्ने भन्ने कुरामा पनि मैले टोलीहरू बनाइदिएँ। अनि अब त्यस्तै जस्तो भोकेसनल ट्रेनिङको कसरी प्रोग्रामलाई कसरी चाहिँ सुधार्ने भन्ने विषयमा भोकेसनल ट्रेनिङ सम्बन्धी विशेषज्ञहरूको टोली बनाइदिएँ। र अर्को टोली के बनाइदियो भने नेपालमा विज्ञान प्रविधिको विकास कसरी गर्ने भन्ने किसिमको त्यसलाई चाहिँ सरसल्लाह दिनको लागि टोली बनाइदिए। सबैलाई टोली बनाएर उनीहरूलाई चाहिँ उनीहरूसँग छलफल गरेर चाहिँ एउटा मसौदा, एउटा खाका तयार गरियो। हरेक किसिमको खाका, नियमावलीको खाका, ऐनको खाका र अनि यो मेन कुरा चाहिँ के छ भन्दाखेरि यो शिक्षाबाट हरेक किसिमको 3 तहको शिक्षा, भोकेसनल ट्रेनिङको शिक्षा भयो, विद्यालय शिक्षा भयो, विश्वविद्यालय शिक्षाबाट कसरी चाहिँ यसलाई चाहिँ राजनीतिक प्रभाव कम गर्ने, मुक्त राजनीति फ्री गर्न त गाह्रै हुन्छ हैन। किनभने सबैलाई आफ्नो आफ्नो सोचाइ हुन्छ नि, सबैलाई आफ्नो आफ्नो विश्वास हुन्छ। तैपनि त्यो प्रशासनमा, विश्वविद्यालयको प्रशासनमा, विद्यालयको प्रशासनमा यो सबै कुराहरू त्यसलाई राजनीति मुक्त कसरी गर्ने भन्ने कुरालाई चाहिँ फोकस गरेर ऐनको मसौदाहरू बनाइयो। 3वटा ऐनको मसौदा बनाइयो। एउटा कुरा, अब विश्वविद्यालयमा कुलपति चाहिँ प्रधानमन्त्री नरहने, विश्वविद्यालयमा कुलपति चाहिँ शिक्षा क्षेत्रको एकदम विश्वविद्यालय शिक्षाको एकदम विज्ञ व्यक्तिले चाहिँ कुलपति बनाउने, प्रधानमन्त्री बनाएर वर्षको एकचोटि प्रधानमन्त्रीलाई विश्वविद्यालयमा ल्याएर चाहिँ त्यहाँ एउटा मिटिङ राखेर विश्वविद्यालय कहिले पनि सुध्रिँदैन। त्यसकारणले विश्वविद्यालयमा चाहिँ विज्ञ व्यक्ति, शिक्षा क्षेत्रको विज्ञ व्यक्ति कुलपति हुनुपर्छ भन्ने र त्यो किसिमको व्यवस्था गर्ने
ऐनको मसौदा बनायो। दोस्रो कुरा, विश्वविद्यालयमा पढाउने शिक्षकहरू चाहिँ बिना राजनीति प्रभाव बिना चाहिँ कसरी नियुक्ति गर्ने, कसरी चाहिँ विशुद्ध शिक्षामा लागेका योग्य चाहिँ शिक्षकहरू कसरी नियुक्त गर्ने भन्ने कुरा सुधार गर्नको लागि शिक्षा सेवा आयोग, हरेक विश्वविद्यालयमा शिक्षा सेवा आयोग हुन्छ। त्यो शिक्षा सेवा आयोगलाई खारेज गरेर एउटै शिक्षा सेवा आयोग गर्ने। जसरी कि लोकसेवाले हरेक मन्त्रालयको लागि चाहिने कर्मचारीहरूको नियुक्ति गर्छ। हरेक मन्त्रालयको आफ्नो लोकसेवा त हुँदैन नि। हरेक विश्वविद्यालयको आफ्नै के अरे सेवा आयोग भन्ने हुन्छ। अनि आफ्नो मान्छे घुसाड्छन्। त्यहाँ आफ्नो मान्छे घुसारेपछि त्यो पढाइ कता गयो? खोला गयो। त्यस कारणले एउटा कमसेकम 15वटा शिक्षा सेवा के अरे विश्वविद्यालय सेवा आयोग हुनुभन्दा एउटा भयो भने राजनीतिकरण त निकै कम भयो नि, हुन्छ नि। त्यसो भनेर मैले चाहिँ एउटा शिक्षा सेवा आयोग के अरे सेवा आयोग बनाउने, विश्वविद्यालयहरूको लागि त्यसैबाट चाहिँ अब लेक्चररहरू प्रोफेसरहरू अब नियुक्ति गर्ने भनेर त्यो सेवा आयोग, एउटा सेवा आयोग बनाउने विधिको चाहिँ एउटा ऐनको खाका बनायो। तेस्रो ऐनको खाका के को बनायो भन्दाखेरि नेपालमा विज्ञान प्रविधि अनुसन्धान नवपरिवर्तन कसरी विकास गर्ने भनेर एउटा कोर्सको चाहिँ खाका तयार गर्यो। त्यो खाका त पहिल्यै तयार भइसकेको थियो। तपाईँलाई थाहा छ होला 2080 साल वैशाखको कति 14-15 गते 2080 सालमा वैशाख 14-15 गतेदेखि मैले माइतीघर मण्डलामा 4 दिनसम्म चाहिँ त्यहाँ धर्ना बसेको थियो। कोर्स खडा गर्ने, त्यो कोर्सलाई सञ्चालन गर्नको लागि चाहिँ एउटा ऐन ल्याउने भनेर 80 सालमा भएको सम्झौता अस्ति म मन्त्री हुँदासम्म भएन। बिचमा चाहिँ धेरै चाहिँ चलखेल गरे, हुन दिएनन्। अब म आफू मन्त्री हुँदाखेरि त्यो ऐन त ल्याउनु पऱ्यो नि। म त्यो ऐन ल्याएन भनेदेखि मलाई त उडाउँछन् मान्छेहरूले। आफू मन्त्री हुँदाखेरि पनि गर्न नसक्ने के गरिस् ला भनेर लोप खुवाइदिन्छ। त्यस कारणले त्यो ऐन ल्याउनको लागि चाहिँ मैले त्यसको चाहिँ खाका तयार गरेको हो। पहिले पनि थियो, त्यसमा चाहिँ केही सुधारहरू गरेर अनि त्यो ऐनको 3वटा ऐनको चाहिँ खाका। अब कुरा के भयो भन्दाखेरि साधारण अवस्थामा संसद भएको अवस्थामा त्यो ऐनको मसौदाहरू संसदले पास गरेर ऐन बन्छ। संसद नभएको अवस्थामा अब त्यो गर्दै जाँदाखेरि त्यो विधायक समितिमा गएर अड्क्यो। विधायक समितिमा पुग्दै गर्दाखेरि 4 गते भयो। 4 गतेभन्दा अगाडि नै पुगेको थियो। 2-3 दिन अगाडि विधायक समितिमा पुग्यो। 2-3 दिन अगाडि। अनि 4 गते बेलुका निर्वाचन आयोग र मन्त्रीमण्डलको चाहिँ मिटिङ थियो बालुवाटारमा। अनि त्यो मिटिङमा चाहिँ निर्वाचन आयोगले अब यस्तो किसिमको आचार संहिता लाग्ने भनेर त्यो आचार संहिता चाहिँ घोषणा गर्नुपर्ने थियो 4 गते बेलुकाको मिटिङमा। अनि घोषणा गर्ने बुझ्यो। घोषणा गर्दाखेरि मैले के देखेँ भने मैले ल्याउन खोजेको विधेयक र के अरे विधेयकको जुन छ त्यो र अनि नियमावलीहरू के थियो भन्दाखेरि शिक्षा, खास गरी यो सामुदायिक शिक्षा, विद्यालय शिक्षा र के अरे व्यावसायिक शिक्षा तालिमको नियमावलीहरू पनि बनाएको थियो। शिक्षा नियमावलीहरू सुधार गरेर शिक्षामा चाहिँ केही सुधार गर्नको लागि, यो भोकेसनल ट्रेनिङमा केही सुधार गर्नको लागि चाहिँ नियमावलीहरू पनि बनाएको थियो। 4वटा नियमावली बनाएको थियो। मैले जब
हाम्रो निर्वाचन आयोगलाई सोधेँ, अब भोलिदेखि के हुन्छ त, यस्तो ल्याउनु पाउँदैन भनेर सोद्धाखेरि भोलिदेखि त पाउँदैन भने, पाउँदैन केही गरेर भन्दाखेरि अब भोलिदेखि पाउँदैन, अब जे चाहिँ ल्याउनु पर्ने हो, के अरे निर्वाचन भएपछि पाउनुहुन्छ भने। निर्वाचन भएपछि कहिलेसम्म पाउँछ त भन्दाखेरि अर्को सरकार बनेपछि पाउँछ भने। अब के गर्ने, त्यसै बसिराख्ने सिंहदरबारमा? कुर्सीमा त बसिन्थ्यो होला होइन, आनन्द पनि हुन्थ्यो होला, किनभने धेरै काम गर्नुपर्ने थिएन होइन, आनन्दै हुन्छ नि। अब आचार संहिताले के काम गर्न सकिन्थ्यो र, केही पनि काम गर्न सकिन्थेन, आनन्दै हुन्थ्यो। तर गर्न खोजेको काम चाहिँ हुने थिएन। अझै 3 महिना मन्त्री हुन पाउँथ्यो मजासँग, त्यो मन्त्रीको कुर्सीमा अझै 3 महिना बस्न पाउँथ्यो। तर बसेर के गर्ने, काम नहुने भएपछि गर्न। हाम फाल्दाखेरि हातखुट्टा भाँचिन नि सक्छ होइन, नमाच्न नि सक्छ, जेसुकै पर्ला। मान्छे भएपछि आँटिलो हुनुपर्छ, मान्छे भएपछि त्यो कातर हुनु हुँदैन, जे पर्छ छोराले गर्नुपर्छ। त्यस कारणले मैले मन्त्रालयमा बसेर चाहिँ केही नहुने देखेर मैले चाहिँ यो यहाँ आएर सांसद हुने निर्णय गरेको हो। त्यसको लागि मैले जब त्यो निर्वाचन आयोगको मिटिङ सक्यो, निर्वाचन आयोगको 4 गते बेलुका निर्वाचन आयोगको मिटिङ सक्यो, अनि केही पनि गर्न नसकिने देखियो। त्यसपछि मैले राजीनामा लेखेर त्यही बेलुका 4 गतेको बेलुका 6-7 बजेतिर मैले खुसुक्क प्रधानमन्त्रीलाई दिएँ र प्रधानमन्त्रीलाई भने अब मेरो काम नहुने रहेछ यहाँ बसेर मन्त्री भएर, अब म चाहिँ राजीनामा दिन्छु। यो राजीनामा चाहिँ हजुरले म बेनी नपुग्दैसम्म कसैलाई नभनिदिनु होला भनेको। 4 गते बेलुका 7 बजीतिर दिएको राजीनामा, बुझ्नुभयो? अनि त्यसपछि म मन्त्रालय गएँ, रातभरि सुत्यो आनन्दको साथ। अनि भोलिपल्ट बिहान 7 बजे मैले सचिवलाई बोलाएँ, मन्त्रालयको सचिवलाई बोलाएर ल मैले राजीनामा दिएँ, अब मैले के बुझाउनु पर्ने छ, ल बुझाउने कहाँ सही गर्नुपर्ने के छ, बुझाउनु पर्ने कुराहरू म यो मन्त्रालय छोड्दाखेरि भनेर उसलाई भन्न लगाएर सचिवलाई बुझाएर, अनि मैले सचिवलाई पनि भने म बेनी नपुग्दैसम्म यो घोषणा कसैलाई नगर्नु, तपाईँको आफ्नै साथी श्रीमतीलाई पनि नगर्नु, किनभने फुर्काइहाल्छन् भने। अनि म चाहिँ हिँडेको हो। के भन्छ, धोकेबाज पनि भनेको छ। यो चाहिँ कस्तो भन्दाखेरि भगौडा अरू के भने मन्त्री परिषदलाई धोका दिएको, यो चाहिँ के अरू के पो पनि भनेछन् त, जेनजीलाई धोका दिएको भने हन्। धोका दिनलाई होइन, धोका नदिनलाई छोडेको। किनभने त्यहाँ बसेर गर्न खोजेको काम भएन भने के त्यो के नबस्ने होइन। एकजना भाइले मैले फेसबुकमा लेखेको देखेँ, महावीरको महा पनि हट्यो, वीर पनि हट्यो है। त्यो भन्ने भाइ चाहिँ एकदम नेपालको मात्र होइन संसारको एउटा चाहिँ विद्वान मान्छेमा गनिने मान्छे हो है। त्यो तपाईँले यसो फेसबुकमा हेर्नु होला, त्यो भाइलाई चिन्नु मन छ भने। महावीरको महा पनि हट्यो रे, वीर पनि हट्यो रे। के त्यो साधारण मान्छेले भनेको भए त ठिकै हुन्थ्यो। त्यो त नेपालको होइन संसारको एउटा विद्वान ठुलो पिएचडी पास गरेको ठुलो चाहिँ के अरे त्यस्तो अनुसन्धानकर्ता हो। धोका दिएको होइन, म आफैले धोका पाएको हुनाले अब जनतालाई गर्न खोजेको काम धोका कहिले हुन्छ भने मैले काम गरिनँ भने धोका हुन्छ, गफ लाए मात्रै गऱ्यो भने धोका हुन्छ। तर म
अब सांसद किन भयो भन्दाखेरि बाहिर बसेर पनि त्यो कुरालाई गर्न सक्थ्यो होला। बाहिरै बसेर यो चुनाव नलडे पनि बाहिरै बसेर पनि त्यो जुन अभियान चालेको थिएँ त्यो अभियानलाई पुरा गर्न सक्थ्यो होला। तर गाह्रो छ बाहिर बसेर, त्यसैले भित्रै छिर्ने अनि ह्यान्डल गर्ने सब जे हुन्छ होइन। अब जबरजस्ती गर्ने जे जति सकिन्छ। त्यसैले म चाहिँ सांसद भएको हो। तर यहाँहरू अर्को थरीले के प्रश्न उठाएका छन्, स्वतन्त्र भएर एकजना व्यक्तिले के गर्न सक्छ, कुनै पार्टीमा लागेर बहुमतको सरकार बनाएर पो गर्न सक्छ भनेर चाहिँ मलाई सिकाउने मान्छेहरू धेरै छन् है। मैले नजाने जस्तो क्या, त्यो कुरो त मलाई पनि थाहा छ त होइन। मैले केही पनि थाहा नपाए जस्तो, म लाटो जस्तो मलाई सिकाउने मान्छेहरू धेरै छन्। एकजना मान्छेले केही गर्न सक्छ सक्दैन भन्ने कुरा गाह्रो छ, त्यो बेग्लै कुरा हो एकजना मान्छेले। तर टिम त बनाउनु पर्छ नि। म त्यहाँ के सिंहदरबारमा गएर एक्लै बसेर एक्लै चाहिँ बौला जस्तो कराएर बसौँला र? म टिम बनाउँला नि। गतिलो मान्छेहरू पनि त आउँछन् नि, सबै अगतिलो मान्छे आउँछन् र यो अहिलेको चुनावमा गतिलो मान्छेहरूको टिम बनाउने हो अनि गर्न खोजेका सुधारहरू गर्ने हो। गर्न खोजेको सुधार यो शिक्षा मन्त्रीको हिसाबले शिक्षाको क्षेत्रमा गर्न खोजेको सुधार चाहिँ अहिले मैले भनेको कुराहरू हो होइन। अब शिक्षामा के सुधार गर्न खोजेको थिएँ भने मैले चाहिँ शिक्षामा खास गरी यो व्यवस्थापन विद्यालयको व्यवस्थापन समितिलाई चाहिँ एउटा राम्रो स्वच्छ व्यवस्थापन समिति बनाउने एउटा खाका तयार गरेको हो। किनभने शिक्षाको व्यवस्थापन समिति गठन गर्दाखेरि धेरै राजनीति हुँदो रहेछ। पहाडमा भन्दाखेरि पनि मधेसमा त खत्तमै रहेछ। मधेसमा व्यवस्थापन समिति भनेको आफ्नो आफ्नो झोलाझोलामा हुँदो रहेछ। धेरै ठाउँमा त्यो व्यथिति देखियो। त्यस कारणले व्यवस्थापन समितिको गठन गर्दाखेरि त्यसमा राजनीतिक एकदम प्रभाव नपर्ने गरेर एउटा स्वच्छ व्यवस्थापन समिति बनोस् भन्ने किसिमको खाका तयार गरेको हो। त्यसमा चाहिँ कसै राजनीतिक नेताहरूले चलखेल गर्न नसकोस् भनेर त्यो व्यवस्थापन समिति गठन गर्न खोजेको हो। हेडमास्टरको नियुक्ति गर्दाखेरि योग्य व्यक्ति हेडमास्टरको नियुक्ति हुनुपर्छ भनेको हो। जहाँ चाहिँ हेडमास्टर गतिलो हुन्छ, हेडमास्टर राम्रो भयो भने त्यो स्कुलको समस्या त्यो गतिलो हेडमास्टरले सुधार्छ। 50-60% त त्यो एउटा गतिलो हेडमास्टर पर्यो भने सुधार्छ। अगतिलो हेडमास्टर पर्यो भने त्यसले सुधार्दैन, बिगार्छ। त्यस कारणले योग्य हेडमास्टर कसरी छान्ने भन्ने एउटा प्रक्रिया बनाएको हो। हेडमास्टर गतिलो भएको स्कुलहरू पनि छन्, विद्यालयहरू छन् नेपालमा, तर त्यस्ता विद्यालयहरू धेरै छैनन्। अनि जहाँ हेडमास्टरहरू गतिलो छन्, हेडमास्टरहरूले त्यो स्कुललाई एकदम राम्रो उच्च कोटिको प्राइभेट बोर्डिङ स्कुलभन्दा पनि राम्रो बनाएका स्कुलहरू पनि छन्। अनि हेडमास्टर अगतिलो भएको ठाउँमा सबै खत्तम छ। त्यसको चाहिँ प्रक्रिया मैले बनाएको हो। शिक्षकहरूको सरुवाको बारेमा मैले जाने बित्तिकै के थाहा पायो भने शिक्षकहरूको सरुवा गर्ने प्रक्रियामा चाहिँ आर्थिक चलखेल चाहिँ बडो धेरै हुँदो रहेछ। आर्थिक चलखेल गरेर अनि शिक्षकहरूको सरुवा चाहिँ एकदम विकृति आएको रहेछ। त्यस कारणले त्यो आर्थिक चलखेल नहुने गरेर अब पूर्ण रूपमा त हुँदैन, जसो गरे पनि त्यो चोर फटाहरूले चाहिँ केही न केही उपाय त निकालिहाल्छ। तै पनि शिक्षकहरूको सरुवामा चाहिँ सकभर कम चलखेल हुने किसिमले चाहिँ सरुवाको चाहिँ एउटा नियमावली बनाएको छ।
कन्सल्टेन्सीहरू त्यो विदेशमा पढ्न पठाउने भनेर कन्सल्टेन्सीहरू को चाहिँ सङ्ख्या झन्डै 1500-1600 जति